Hello guys! आज चाहिँ हामीहरू गेम खेल्न आँटिरहेका छौँ कलर एक्सचेन्ज गेम हैन अनि यहाँ मसँग चाहिँ हुनुहुन्छ मेरो साथीहरू जस्तै यहाँनिर हुनुहुन्छ भन्नुहोस् न आयुष्मा म सुषमा हामी तीनजना चाहिँ यहाँनिर एक्सचेन्ज कलर एक्सचेन्ज गेम खेल्न आँटिरहेका छौँ हैन अनि हामीले सामानहरू किनेर ल्याइसकेका छौँ मेरो यता छ मेरो पनि छ यता तिम्रो कता छ मेरो त यता छ उठाउँदिन कलर एक्सचेन्ज गेम भन्नु मात्रै हैन तर साह्रो गाह्रो चाहिँ लाग्यो मलाई चाहिँ किनभने हैन एकदम कलर खोज्नु चाहिँ एकदम गाह्रो नै लाग्यो तिमीलाई चाहिँ कस्तो लाग्यो गाह्रो लाग्यो नि खोज्दा खोज्दा हैन मैले 2-3 दिन लगाएर भेला पारेको यो चाहिँ त्यो 2-3 दिन चाहिँ लागेन है म त एक दिन 2 घण्टा जस्तो लाग्यो ल अब हामी स्टार्ट गरौँ है सुरुमा हामी फर्स्ट कलर व्हाइटबाट गर्न आँटिरहेको छ ल व्हाइट कलर हैन भएको चाहिँ सबैजना रेडी भयो म त निकाल्ने नि त के हो यो व्हाइट कलर पुरा युजफुल चिजहरु नै केक है मेरो पनि 1 2 3 एकछिन हो फर्स्ट हतार भएको मेरो हतार भयो Wait, I'm not ready. Wait. Ready. 1 2 3. मेरो कप उसको के हो घरको बोलमा चाहिँ एउटा बोल एड हुने भयो हेलो थ्याङ्क यू यो चाहिँ मलाई ट्याक्क चाहिरहेको थियो अस्ति भएको घरमा तिमीलाई यो अगाडि राख्नु न ल अगाडि कस्तो राख्नु देखाउनु पर्ने देखाउँदा राम्रो मेरो त देखिएन यसो खाने कुरा आउँछ यहाँ ल अब हामी कुन कलर यो आइसमा कुन कलर अब तिमी आइसमा मेरो अँ मेरो कुन कलर ब्लू है ओके ब्लू त मेरो माथि नै छ रेडी पकाइ एकछिन आई एम रेडी मेरो रेडी 1 2 3 दुईजना मिसहरु है यो चाहिँ नि यो मिरर। साइडको कलर हेर ल ब्लू लाइट ब्लू ब्लू भनेको यो यो ब्लू भनेको यो यो हेर ल यो ब्लू हैन दुईजना ब्लू है बहिनी दुईजना मिसहरुलाई यसमा डाइ ल धन्यवाद ल यहाँ वाटर बोतल एकजनालाई पानी खानु के मलाई एउटा यो चाहिँ ब्लूमा पर्दैन त ब्लू नै हो त ब्लू भनेर हामी हुन्छ नि त्यो कुर्की ब्लाइन्ड भन्छ नि अब सुषमा सुसे कुन कलर पिंक ओके पिंक पिंक भेरी मेरो त भेरी 1 2 झाड बनाउने कस्तो हेर यस्तो काम जुत्ता लाउने यस्तो साइड ल भेरी युजफुल ओके ल धन्यवाद यो चाहिँ तिमीलाई अब फेरि मेरो पालो हो ए ल मेरो चाहिँ अब के छ रेड ल रेड ब्लू रेड म त एक्लै भएर पाइन्छ नि सानो सामान किने क्या बोकमा ओके 1 2 यो रेड चाहिँ भेरी युजफुल यो चाहिँ हेर त भाइरल पिलर गमी क्या खाने चिज आएछ थ्याङ्क यू ल यो तिमीलाई फुल रोप है धन्यवाद मलाई सम्झिँदै फुल रोप एक्सचेन्जको पनि फेसिलिटी छ है ल धन्यवाद प्लास्टिक पनि दिनुहोस् हातको बाला धन्यवाद मार्नु त अब पुष्पालु झोला रेड ल्याएको तिम्रो पालो मेरो पालो कुन कलर गर्ने त पर्पल है अब ओके पर्पल ओके ताको छ पर्पल त मेरो
भने Sorry, टिक रेडी छैन है वेट रेडी छ म चाहिँ अलिक रेडी छैन एकछिन डोरेमोनको ब्याग ल रेडी म रेडी ल 1 2 3 Oh my god, हेर न यो पनि सोचे के अप्सनमा यो चाहिँ क्लिक र क्याडबेरी बिजरा लाइक मेरो चोइस राम्रो रहेछ है राजु के यो पनि युजफुल छ त अनि क्लिप च्याप तिम्रो कपाल मजाले यो चलाएर हेर धन्यवाद तिम्रो ल तिमीलाई जेरेमी खाऊ अब कुन कलर सुसे येलो ओके येलो मलाई कुन छ एकछिन न खोइ उसले त खोजेको राजु ल एकछिन है ल ल्याइदिन्छु ल रेडी 2 3 तिमीहरू घर सफा गरे राम्रोसँग घर सफा के हो के पैसा सफा सक्ने पाएन यो घर राम्रै ए यो के हो यो ए झोला यसमा मल्टी पर्पज हुन्छ सामान भरेर राख्न लाला झोला तिमीहरूलाई मैले यो ल्याइदिएको छु नि लाफिङ बुद्ध खोज्दा खोज्दा क्या लाफिङ बुद्ध रेड वाइट ओइ म त बिस्किट पनि भन्न थालिरहेको छु ओइ यो पनि येलो होइन है फेरि It is yellow. यो ग्रीनमा पर्छ No, it is not yellow. अहिले नि अब कुन कलर तिम्रो कलर मेरो होइन तिम्रो लास्ट ल भन येलो पछि लास्ट हो हाम्रो अब लास्ट सक्यो त कस्तो छिटो सक्यो यस्तो थोरै कलर गरेछु यत्रो 3-4 घन्टा लाग्यो कि सबै थोरै कलर गर्यो ल लास्टमा ग्रीन ल ग्रीन है लास्ट ग्रीन ओके यो पनि युजफुलै ल्याइदिएको छु मैले त रेडी हो रेडी हरायो 1 2 ऐ रेडी हो रेडी रेडी ल 1 2 3 look at here Oh my god nice wow घरकै हो यो चाहिँ पट चाहिँ घरको हैन प्लान्ट चाहिँ बाहिरको हैन यो पट पनि बाहिरको प्लान्ट चाहिँ घरको ल धन्यवाद थ्यांक यू लेख्दिँदै ग्रीन मजा थ्यांक यू ग्रीन मोजा अब एक्लै छु होइन के किन्ने के दिमाग खराब राम राम सो कति धेरै गिफ्ट छ मलाई ल चाहिँ के हुन आँट्यो भने नि के हुन आँट्यो खै मैले चाहिँ झुकेर ब्राउन पनि किनेछु हेर साथीले हो हैन के किन्छ त्यस्तो पनि हुन्छ ब्राउन पनि किन्छु ल अनि भन्नु पर्दैन त मेसेजमा मलाई एउटा झोला त्यो look at here वाउ कस्तो क्यूट लाग्यो क्या अनि भन्नु पर्दैन हामी पनि ल्याउँथ्यौँ नि त नि कस्तो आयो झुकेर ब्राउन हामी झुकेर ल्याउँथ्यौँ नि हामी 7 कलर फाइनल गरिसकेको थियौँ नि त एउटा एड हुँदा केही हुँदैन थियो एउटा टक्कसँग चाहिँ एकदम कम्प्लिमेन्टरी थ्यांक यू ल कम्प्लिमेन्ट्री आयो हामीलाई साइडबाट वाउ यसमा के हाल्नु अचार ओके अनि यसमा सम्झिँदै खानु पर्यो हैन अनि ल अचार पनि दिने हो सानी अगाडिको अचार झोला चाहिँ देऊ न भनेको एउटा मगाइदिन्छु अर्को लेमन भएको अब यो चाहिँ लो ल अब यता फिनिस गरौँ ल आजलाई हामी पनि हाम्रो गेम सिक्यो त दिदी यो चाहिँ मैले पाएको अनि उसलाई दिएपछि मागेर पाएको अब यो छ यो पिलाने पिलाने यस्तो छ जेब्रा जुले छ जु छ जु हुन्छ कहाँबाट बगाएको तिमीले यो चाहिँ त अस्ति नै यहाँनिर उद्धव भाइसँग मेला बिचारा धेरै त उसको बगाइरहेछ त लगु मन पऱ्यो क्या अब खै सामान उसा पनि ल अब भइरहेको होला कि थामी झोलाले ल अब आजको हाम्रो गेम चाहिँ यति हो यति चाहिँ क्युट गिफ्टहरू भेला पर्को छ हैन कस्तो लाग्यो त तिमीलाई भन त यो किन्नु राख्ने हो इन्डो राख्ने पानी कम हाल्ने कस्तो लाग्यो त तिमीलाई भन रुममा राख्छु ल कस्तो लाग्यो दामी एड गरे भने त्यो अझै दुई तिनवटा गेम कस्तो गाह्रो त दिमाग खेउँदा एक्लै म त हिजो त धरान बजार त नुया लागेको थियो ल ठिकै छ जस रमाइलो भयो एटलिस्ट हाम्रो 7 कलर्स थियो तर यहाँ साथीले चाहिँ 8 रमाइलो तर यो येलो होइन है साथी हो दिस इज येलो ओके दैट इज येलो लेमन कमेन्टमा भन्नुस् ल त्यसो भने यो पनि ब्लू होइन त्यो त ब्लू नै हो
अन्त yellow yellowish shade यल्लै भयो। हो त्यसलाई यल्लो लेमन ग्रिन भन्छ होइन यल्लो यल्लो ए यो येल्लो यो चाहिँ येल्लो नै हो ल ओके ल उयो गरौँ न क्लोजिङ गरौँ ल अब आज हामीले यस्तो मजाले सामानहरू भिजाएर बसेको छौँ होइन त्यसको क्रेडिट चाहिँ हाम्रो पुनमलाई नै जान्छ हैन धन्यवाद धन्यवाद मिसेस टिकटकर ल रमाइलो भयो जे होस् यतिको गेम खेल्दा पनि कलर रमाइलो हुँदो रहेछ जे होस् सपिङ गर्न चाहिँ अलिकति गाह्रो अदरवाइज इट इज फन होइन तर आज बेसी हल्ला गरिन्छ जस्तो लाग्यो हामीले होइन हाँसेर हाँसेर ल ओके बाई बाई गरौँ बाई सी यु इन नेक्स्ट भिडियो